बर्थडे यो त आदि मात्र हो अझै बाँकी चाहिँ रेडी नै भइसकेको छैन यो इसिका पुकुली के भन्छ कसम इसिका पुकुली अब अरू रेडी भएको छैन आउँदैछ अब अझै होइन दुईटा बुके दुईटा आउँदैछ खै कसले अहिले थाहा हुन्छ म त्यही उयो भनेको सेउना हौवा आज चाहिँ हामी तपाईँहरूकै प्यारी तपाईँहरूकै आफ्नै तपाईँहरूको प्यारो ग्यालेक्सी ग्याङको फेभरेट पर्सन सस्टेनको बर्थडे मनाउँदैछौँ हामी है। अब यो गिफ्ट चाहिँ आज तपाईँहरूले काउन्ट गर्ने कतिवटासम्म पुग्छ ल। अहिलेसम्म चाहिँ एउटा दुईवटा यहाँभित्र एउटा तिनवटा ब्यागसँग चारवटा भइसकेको छ है गिफ्ट। हेर्दै जानुहोस् ल कति आउँछ है बाहिर अब कतिवटा हुन्छ अब हेरौँ काउन्ट गर्नुहोस् है। हजुर पर्दैन हो गिफ्ट छिटो तिम्रै हो यो डर त मैले त सानो पो देखेको थिएँ राखिदिनु भाइ यो डल त मैले फोटोमा त यत्रो देखेको थिएँ त मायाभन्दा ठुलो रहेछ मेसेज के भन्नु पठाउनु मलाई नै थाहा छैन थ्यांक यू सो मच भाइ अनि अर्को चाहिँ खै गिफ्ट सस्टेनको गिफ्ट आमा सस्टेन भन्दा ठुलो रहेछ माई गॉड ए भगवान लिदेऊ त साइडमा लिया न तिम्रै हो ओ माई गॉड यो डल त मैले त सानो पो देखेको थिएँ त उसमा त हो त्यो राखिदिनु भाइ सोफामा राखिदिनु न अरे यो डल त मैले फोटोमा त यत्रो देखेको थिएँ त मायाभन्दा ठुलो रहेछ भाइ अनि थ्याङ्क यू भन न भाइ अनि अर्को चाहिँ खै अर्को पनि छ हाम्रो अर्को पनि बुलु ए तँ रेडी हुँदै कि आइहाल्नु ल ल थ्याङ्क यू भाइ यो डल त म छक्क परेँ मैले त भिडियोमा त सानो पो दिएँ त हेर्नुहोस् है यही हो सस्टेन भन्दा ठुलो रहेछ हेर्नुहोस् है गाइज हेर्नु त यो डल त ए भगवान यो डल कत्रो हो मैले चुज गरिदिएको कि यत्रो ठुलो त मलाई थाहै थिएन त भनेर सानो दिएको थिएँ त यत्रो भुन्टे दिएको थिएँ मैले जुनमुनबाटै हो माया जत्रै छ सस्टेन जत्रै डल अम्बिका यसरी उचाल्यो त डल्लो अगाडि हो त यहाँ हेर्नुहोस् त गाइस सस्टेनको डल सस्टेन भन्दा ठुलो भगवान बुके 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 देखाउ त वाउ बुके हेर न कस्तो दामी मेरोबाट नि मैले त भ्लग बनाउँदैछु त्यो बुके बोक न एकपल्ट माया कस्तो दामी छ है बुके न अर्कोमा आओस् न अनि भन्छु यस्तो डर लाग्छ तिमीलाई किडन्याप हुन्छौ तिमी ओ माई गॉड यो डल त अनएक्सपेक्टेड के अरे उयो नि अनलाइन भर्सेस रियालिटी भन्छ नि त्यस्तै भयो त तर यहाँ चाहिँ अनलाइन चाहिँ ओभर दामी क्या कस्तो दामी साथीहरू हेर्नुहोस् त यो डल बोक्नु सक्दैन
म त बिहोस भए ल ए केक पनि खोल न केक पनि हेरौँ न यहाँ कस्तो अन्ध्यारो भयो यार बत्ती अलिक उज्यालो हुनुपर्ने यार केक खोला त केक हेर्नु त कस्तो छ ल हेर्नुहोस् है गाइज मैले अघि तपाईँहरूलाई भनेको थिएँ नि आज सस्टेनको गिफ्टहरू काउन्ट गर्नु चाहिँ कति पुग्छ भनेर अब यहाँ चाहिँ केक छ है ल हेर्नुहोस् है केक ह्याप्पी बर्थडे अब थाहा पायो Happy birthday, Siti from Rome. वाउ कस्तो दामी केक है Sweet, eh? ल Color पनि soft क्या लुगा लाएर आउनु ह्याप्पी बर्थडे निकाल्दै है मैले। रामे अनि मुनि के छ ए कस्तो दामी कस्तो ओहो खै बुके आमामा वाटर कम्बिनेसन यार What? बुके पनि बोक्नु नसक्ने रहेछ भारी माई गड हेर्नुहोस् त यो जुनमुनको अब्बट दामी लाग्यो मलाई हेर्नुहोस् साथीहरू गर्दो त गाइज हेर्नुहोस् है हाम्रो सस्टेनको गिफ्ट एउटा बुके दुईवटा बुके तिनवटा बुके सानो डल सस्टेन भन्दा ठुलो डल अनि यहाँ चाहिँ केक छ हेर्नुहोस् त बुके कस्तो दामी वा हाँस्नु कसम यो डल चाहिँ बोकेर लानु सक्दैन होला क्या सस्टेनले तिमी जाऊ म भरे तपाईँहरूलाई कुन चाहिँ बुके मन पर्यो भन्नुहोस् त म कहाँ छु त यो हङकङबाट यो दुईवटा हङकङ र युकेबाट है दुईवटा हङकङ एउटा युकेबाट हो ल अनि यो चाहिँ नेपालबाट है दुईटा युके भन्नु न तर यहाँ चाहिँ ह्याप्पी क्या होइन अन्त भाइले मलाई ल हेर्नुहोस् है गाइज हाम्रो सस्टेनको गिफ्ट यस्तो लकी छ हेर्नुहोस् है हाम्रो सस्टेन आज परिभा छ प्रिन्सेस राजकुमारी सस्टेन आमामा यो बुके हेर्नु न के राम्रो हौ के विधि राम्रो हौ अनि केक पनि हेर्नु न कस्तो दामी ओ माई गड हेर्नुहोस् ओ माई गड देखो ना गाइस ये तो कुछ नहीं है और आने वाला है हम वेट कर रहे हैं देखो डॉल इतना बड़ा डॉल और हामी छौं नि और ये देखो छोटा डॉल आपको कौन सा गिफ्ट पसंद आया बोलो और ये बैग भी है कितना खूबसूरत है देखो ना ये बैग का ये गुड फूड गुड मूड ल हेर्नुहोस् गाइस हामी ग्यालेक्सी ग्याङ हो हामी हरेक प्रोग्राममा है सँगै हुन्छौँ है हामी चारजना अब निता तिमी मिस भयो है मिना पनि मिस भयो मित्र पनि मिस भयो कन्ट्याक्टमै छ ल कुनै दिन हामी सबैजना सँगै भेला भएर फेरि यसरी नै सेलिब्रेट गर्नेछौँ है गाइजहरू ल हामीलाई चाहिँ माया गर्दै गर्नु होला है हाम्रो भ्लग जे पाइ त्यही भए पनि तपाईँहरूको माया सधैँभरि आइ नै रहेछ पाइ नै रहेको छौँ किनभने हामीलाई त्यस्तो भ्लग गर्नु पनि आउँदैन होइन अब यो चाहिँ एउटा झलक हो अब बिहान पनि केक काट्यौँ है अब फेरि अर्को आउन बाँकी चाहिँ हामीले खानेकुरा अर्डर गरिसकेको छौँ तर यहाँ चाहिँ ह्याप्पी क्या होइन यो अर्को गिफ्ट है सेकेन्ड गिफ्ट ल हेर्नुहोस् है ओहो द केक प्यालेसबाट केक छ अनि बुके वाउ केक देखाउनुहोस् त भाइ एकपल्ट केकको कभर ओपन गर त तान्देऊ न त फर्काउ त ओ माई गड कस्तो दामी ल सस्टेनको अर्को गिफ्ट है डल पनि थियो होइन कल्पना म्यामले चाहिँ मलाई केक भन्नुभएको थियो क्या यो बुके हो डल त एउटै जस्तो लाग्यो मलाई
कल्पना गरौँ डल थियो जस्तो लाग्यो। हो बच्चोले क्या कमेन्ट गर्नु ल म त के भयो त नानी भयो त गर्नु रहेछ त के हो आजको पढी लुगा चाहिँ यस्तो के हो नराम्रो लुगा चाहिँ भएन भन्दै चाहिँ यहाँनिर बिचरा आयो आयो ओ कल्पना आइ कल्पना के हो यो ए यहाँ हेर नि गिफ्टहरुको भण्डार। यहाँ हेर त के हो म त बेहोस भए कस्तो पखाला म तिमीलाई गिफ्टहरु देखाउँछु है। ब्याक साइड यहाँ हेर है यो केक यो कल्पना इसु अनि यो अर्को बुके खै यो बुके बुक होइन दुईजना दुईटा बुके छ सनफ्लावर कुकुली अनि यो तिम्रो अनि यो चाहिँ हाम्रो भाइले दिएको ए भगवान को भाइ हो फेरि मेरो प्यारो भाइ कस्तो नानी हेर न। अनि यो डल हेर न डल यो डल मान्छे भन्दा ठुलो अनि यो चाहिँ हाम्रो ग्यालेक्सी बिचारा ग्यालेक्सीहरू यो चाहिँ माया जस्तो छ है। ए भगवान म यो डल त म छक्क परे म त भिडियोमा ठुलो रहेछ देख्नु भएन हौ मान्छेभन्दा ठुलो छ त ल अब समेटेर दुईजनाले म्याचिङ के भन्नु थ्याङ्क यू सो मच म चाहिँ मन लाउँछ मलाई के बोल्नै आएको छैन आज हस् हुन्छ थ्याङ्क यू मात्रै भन्छ के गर्नु म हाँस्नु लु बालो त झिन्झिरी त्यो टाउको उता गर डलको टाउको डरला नि फेरि के गर्नु म हाँस्नु ल हेर्नुहोस् है गाइज हाम्रो सस्टेनको गिफ्ट यस्तो लकी छ हेर्नुहोस् है हाम्रो सस्टेन आज परी भएको छ प्रिन्सेस राजकुमारी सस्टेन आमामा यो बुक हेर्नु न के राम्रो हौ के विधि राम्रो हौ अनि केक पनि हेर्नु न कस्तो दामी ओ माई गड हेर्नुहोस् ओ माई गड देखो न गाइस ये तो कुछ नहीं और आने वाला है हम वेट कर रहे हैं। देखो डॉल इतना बड़ा डॉल और हामी छौं नि और ये देखो छोटा डॉल आपको कौन सा गिफ्ट पसंद आया बोलो। और ये बैग भी है कितना खूबसूरत है देखो ना ये बैग का ये गुड फूड गुड मूड ल हेर्नुहोस् है गाइस हामी ग्यालेक्सी ग्याङ हो हामी हरेक प्रोग्राममा है सँगै हुन्छौँ है हामी चारजना। अब निता तिमी मिस भयो है मिना पनि मिस भयो मित्र पनि मिस भयो कन्ट्याक्टमै छ ल कुनै दिन हामी सबैजना सँगै भेला भएर फेरि यसरी नै सेलिब्रेट गर्नेछौँ है गाइजहरू। ल हामीलाई चाहिँ माया गर्दै गर्नु होला है हाम्रो भ्लग जे पाए त्यही भए पनि तपाईँहरूको माया सधैँभरि आइ नै रहेछ पाइ नै रहेको छौँ किनभने हामीलाई त्यस्तो भ्लग गर्नु पनि आउँदैन होइन। अब यो चाहिँ एउटा झलक हो अब बिहान पनि केक काट्यौँ है अब फेरि अर्को आउन बाँकी छ हामीले खानेकुरा अर्डर गरिसकेको छौँ हाम्रो खानेकुरा पनि आयो है पनिर चिल्ली चिकन विङ्स चटपटे सस्टेनको फेभरेट ससेज अनि पोर्क डानेको चिया के भन्छ हट लेमन अनि केक दुईटा छ है। अब हामी केक काट्छौँ ल गाइजहरू। ल हेर्नुहोस् है गिफ्टहरू तपाईँहरू ग्यालेक्सी ग्याङमा जोइन गर्नुहोस् है यस्तो यस्तो खतरा खतरा गिफ्टहरू आउँछ। ल ल कल्पना टिकटकमा होइन युट्युबमा भ्लग
तरी खाएर नसुत है आज चाहिँ ल ल बोल अरे हेर्नुहोस् है सस्टेन भन्दा ठुलो ठुलो डल केराको पातले भुइँचुन्छ तरी नसुत ल आज खाएर म चाहिँ स्टार्ट गरिसकेँ ल गर गर सबैजनालाई वेलकम है हाम्रो आज सस्टेनको बर्थडे छ है हामी केक नकाटी हामी चाहिँ यहाँ के अरे भोजन गरिसक्यौँ हामीले एउटा चिकन सस लिपस्टिक दिन कस्तो भयो मेरो लिपस्टिक भइरहेछ त भएको छ हाँस्नु न हाँस्नु चाहिँ हाँस्नु फेस चाहिँ भएन ल र त कस्तो भयो के टिसाको जस्तो भयो ल है हामी बर्थडे उयो झिन्जिरे बाल्दैछौँ है झिन्जिरे आज बिना मार्क्स मैले नि ध्यान दिएको थिइनँ मैले भनेर मात्रै ध्यान दिएको झिन्जिरे पनि यहाँ हालेछ नाइस पनि होइन कम नाइस आज ह्याप्पी बर्थडे सुलुलुलु सुलुलुलु चाहिँ के हो त्यो उसको यसको झऱ्यो क्या यो केक काट्नु मन छैन है त्यो त यो मात्र काट्नु नि त पिङ्क मात्र खै यो वाला दिन त फोटो खिच्छ एउटा ओ कति राम्रो छ मलाई काट्नै मन छैन अनि कसरी काट्नु हो भन लु काटौँ काटौँ प्रथम ह्याप्पी बर्थडे भन्छ प्रथम ब्रदरले सस्टेन प्रथम ब्रदरले ह्याप्पी बर्थडे राति अब सुतिसकेको हुन्छ अब के उठाउनु अब लगेर खाओ होला फ्रिजमा हाल्दौँ न राइस एन्ड चिकन अरे लुलु कट प्रथम ब्रदर हेर्नु दुईटा दल अझै माया पाउनु बाँकी छ कल्पना आइफोन 17 प्रो म्याक्स र अझै एउटा दल कसले हो त्यो चाहिँ प्रथम ब्रदरले ह्याप्पी बर्थडे भन्छ प्रथम ब्रदर थ्याङ्क यू दादा काट्दिम काटा लु काटिला थोरै अलिअलि काट्छु ल माया लागिरहेछ कस्तो माया लागेको छ यो चाहिँ युट्युबबाट हो युट्युबको हाम्रो फेभरेट भाइले हो यो चाहिँ हाम्रो सस्टेनको स्कुल कलेज फ्रेन्डहरूले है हामी ग्यालेक्सी ग्याङले बिहान काटिदिइसकेको थोरै खाऊ हाम्रो एकदम फेभरेट भाइले काट्छ चम्ची दिन त मलाई कस्तो काट्नै मन छैन भोलि ल्याइदिन्छु ल सबैलाई केक काटेर ल म कति राम्रो पहिला तिमीलाई खुवाइदिन्छु नि त यो यसो गरेर यता राखेको एसिका पुगु पुगुहरू छ निकाल म तिमीलाई खुवाइदिन्छु के खानु हो सस्टेन होइन राम्रो लागेर के राम्रो तपाईँहरूलाई पनि दिन्छु युट्युब कति धेरै दिएको सस्टेनले के धेरै दिन त सक्छ ह्याप्पी बर्थडे सस्टेन अब यो पनि अलिकति ह्याप्पी बर्थडे सस्टेन ह्याप्पी बर्थडे सस्टेन ह्याप्पी बर्थडे टु यु खै दिन तपाईँलाई आज गिफ्ट पाएर सिस्टर केक पनि अघि यसरी राखेको पर्ने रहेछ है ल हेर्नुहोस् है सस्टेनको गिफ्ट त्यो रातो बुके त देखेन नि रातै देखेन रातो बुके त उयोबाट मात्रै देखेँ ल हेर्नुहोस् है यो सस्टेनको गिफ्ट दुईवटा डल चारवटा बुके अनि यो फुच्चे डल वाह रातो बुके त्यो भिडियो पनि हालिदिन्छु क्या म ब्लगमा ल हामीलाई पठाएछु ग्रुपमा पठाइहाल्छौँ मलाई कस्तो के अरे माई गॉड अब त फेसबुक खोलेर भए पनि हाल्ने अवस्था आयो गाइस कल्पना फोन आएको कि उठाउनु नमाने क्या मलाई उठाउनु कि मलाई उठाउनु अरे खुसियालीमा त नि मैले कसरी नहाल्नु है होइन अनि उ त गर्नु पर्यो सस्टेन भिडियो 8 मिनट भयो कि भएन हो आफ्नो चाहिँ यहाँ ब्लग
गाइस हेर्नु कनले कस्तो राम्रो देखिरहेको मलाई हेर्नुहोस् है गाइस सस्टेनको बर्थडे हाम्रो बुढाको घर चाहिँ आज त उसको बारेमा मात्र कुरा है उसकै गिफ्टको बारेमा मात्र कुरा ओके व्हाट्सएपमा राम्रो आउँछ हामी चाहिँ जहिले यो मटका बिरयानीमा आउँछौँ के सस्टेन यहीँ घर यही रुम रेन्टमा लिन्छ जस्तो छ तिम्रोमा ब्याट्री छैन दिदी मेरोबाट हाल्ने उसकोबाट खिच्देऊ त हत्तरीका शैली रिमाई मलाई पल्ला रे साइला रे तपाईहरुको त कस्तो के हो यो त्यो नयाँ अपडेट आइरहेको छ ल सस्टेन फोटोसुट गर्दैछ है दुईटा डल खै फुच्चे डललाई चाहिँ हेपेको फुच्चे डल पनि छ है यो चटपट निकाल Oh my god, this is कस्तो सरप्राइज भइरहेछ भयो एकछिन ल मलाई यसमा डिफ्रेन्ट साडी लाएर फोटो खिच्नु ल पागल भन्नुहोस् अनि राति चाहिँ क्या हैन भइहाल्छ नि के भएर आफू गर्दा हैन दिदी जस्तो ल हेर्नुहोस् है मलाई यस्तो टिकटक बनाउनु केही मन लाउन क्या यस्तै बेला सानो डल पनि बोक न ल हेर्नुहोस् है यो 4टा बुके फुच्चे डल अनि 2टा ठुल्ठुलो अब केक चाहिँ हामीले काटिसक्यौँ है प्याकिङ पनि भइसक्यो ओभर धेर भएर अहिले चाहिँ यति नै ल हेर्नुहोस् है हाम्रो सस्टेनको फोटो सुट ल ल बाई बाई अब लोड गरेको पनि हामी भिडियो हाल्छौँ है यहाँ सस्टेनले है फ्याउरीले आफ्नै गिफ्ट बक्स लगाएको छैन यहाँ हेर्नु है अब हामी जाँदैछौँ है ल ल हेर्नु गरिसकेको भन्छ बहिनी त्यहाँ न मान्छे भन्दा ठुलो गिफ्ट हेर्नुहोस् है लड्छ है बिस्तारी ल अब चाहिँ हामी चाहिँ सफारीमा अटोमा जान लागेको है हाम्रो आधी सामान चाहिँ पुगिसकेको छ यहाँ हेर्नुहोस् है सस्टेनलाई गिफ्टले पुरिसकेको छ है गाडी हेर है लड्यो यहाँ हेर्नुहोस् है मान्छे भन्दा यहाँ बुकेहरू पनि यहीँ छ त्यहाँ अलग्गै छेउमा बस माया हामी चाहिँ यो हङ्ग्री हन्ट मटका बिरयानीमा आएको है माया तिमी अगाडि बस ल बस ल हेर्नुहोस् है गाइस माया तिमी अगाडि बस्छौ यहाँ सस्टेनकै सामानले भिडियो ल हामी बस्यौँ है गाइस गरिसकेको ल हामी चाहिँ प्रायः यहाँ आउँछौँ आइसक्यो ल भनेको आजको भ्लग पनि यहाँ इन्ड भयो टाटा बाई बाई सबैलाई माया हाम्रो भ्लग हेरिदिनु होला माया गरिदिनु होला माया पुस्ता केही भन्नु छ धन्यवाद बाई पुस्तालाई के अरे 2.5 मौले गरेको त माया किन जस्तो देखिरहेछ फोटो बाई बाई यी सस्टेनको डलले हेर्दा चाहिँ हामीलाई ठुलो आज त यहाँनिर हाम्रो भ्लगमा त मान्छे भन्दा पनि बेसी 2टा डल र बुके नै आइरहेछ है मान्छेहरू छैन भाइ आज बुके र डल नै छ अब सस्टेनको घर आउनु लाग्यो ल सस्टेन पस्यो भित्र डल लिएर ल सस्टेनको सामान ओसार्दैछ डलहरू सस्टेनको घर यो है गाइस आमामामा कति तले घर हो सस्टेनको ओ माई गड ला किन भुइँमा राखेको हेर 2टा पुष्पाले पनि पुऱ्याउँछ म चाहिँ यहाँ भिडियो खिच्नुमा व्यस्त छु है गाइस बाहिरको बत्ती बालेर हुन्छ नि यहाँ अर्को एउटा
बुक के छ मेरो हातमा एक हेलो सस्टेन ल्यान्ड चाहिँ के हुँदैन ल बाई बाई ल भ्लगलाई यहाँ इन गरौँ ल हामीले सबैले हाम्रो भ्लगलाई हेरेर माया गरिदिनु होला त्यो सस्टेनको घर ल सस्टेन जिम्मा अब आफै हुन्छ ल बाई बाई ल केही भन्नु छ सस्टेन ल बाई बाई